सबैजनालाई नमस्कार। सदा चाहिँ आज पनि हामी घुमफिरको क्रममा ड्याडी मम्मी अनि बुवा भएर अगाडि बढिरह्यौँ। बढ्ने क्रममा हाम्रो फेरि दाइ र भाउजू पनि भेट भयौँ। सँगै हाम्रो यात्रा अगाडि बढ्ने क्रममा हामी स्टेसनमा आइपुगेका छौँ। यति बेला ड्याडी मम्मी म बुवा भाउजू दाइ भएर अगाडि आइरहेका छौँ र हामीलाई चाहिँ यही क्रममा ड्याडी मम्मीहरू चिसोसँग इन्जोय गर्ने भनेर इन्जोय गर्दै हुनुहुन्छ। म पनि लिगेल हामी चाहिँ यति बेला ट्रेनको कुराइमा बसिरहेका छौँ। यसमा फुलफिल भएको कारणले हामीले यसलाई बिदाई गरेका छौँ र हामी चाहिँ अर्को ट्रेनमा चढ्ने निर्णय गऱ्यौँ र हाम्रो अर्को ट्रेन पनि आइपुगेको छ यति बेला। अब हामी यसमा चाहिँ यात्रा अगाडि बढायौँ। हामी यसबाट पनि झरिसकेका छौँ। यति बेला ट्रेनको यात्रा सकिएसँगै हामी यहाँबाट चाहिँ अर्को ट्रेनको यात्रा गर्ने निर्णय गरेका छौँ। हामीलाई लिएर आएको ट्रेन पनि गयो सँगै हामी अगाडि बढ्यौँ। हाम्रो यो ट्रेनको यात्रा चाहिँ यही नै सकिएको छ र हामी यो सँगै अगाडि बढ्ने क्रम जारी छ। ड्याडी मम्मी चाहिँ हाम्रो नारायण छोराले काम गर्ने अफिस यो हो भन्दै बताउँदै हुनुहुन्छ। गलत बताउँदै हुनुहुन्थ्यो ड्याडीले भने, अहिले चाहिँ बल्ल यो हो भन्दै हुनुहुन्छ मम्मीले चाहिँ। नारायणले चाहिँ यहाँ काम गर्छ, यो अफिस हो नारायणको भन्दै हुनुहुन्थ्यो र हामी चाहिँ अगाडि बढ्ने क्रम जारी छ। बुवा पनि मन्द मुस्कान साथ अगाडि बढ्नुभएको छ। हामी यति बेला चाहिँ लिफ्ट प्रयोग गरेर अगाडि बढिरहेका छौँ। यहाँबाट हामी चाहिँ अर्को बिना ड्राइभरको ट्रेन चढ्ने निर्णय गरेका छौँ र हामी अगाडि बढिरहेका छौँ। सबैजना अगाडि बढ्ने क्रम जारी रहेको छ। यति बेला हामी चाहिँ ड्राइभर बिनाको ट्रेनमा चाहिँ ड्याडी मम्मी ड्राइभर बन्नुभएको छ। ड्याडी मम्मी अब बिस्तारै चलाउँदै जानु होला। यहाँ अलि ड्राइभर नै देख्नु हुँदैन। यसमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, ड्राइभर बिना ड्याडी र मम्मी नै ड्राइभर हुनुहुन्छ यहाँ। मम्मी अलि बिस्तारै कुदाउनु है, डर लाग्छ मलाई त। मम्मीले कुदाइरहनु भएको छ आनन्दसँग मजासँग। मम्मी ड्याडीले आज चाहिँ ट्रेन कुदाइरहनु भएको छ स्पिडमा, देख्न सक्नुहुन्छ सबैजना। मस्त जापानको यात्रामा मम्मी ड्याडीको घुमाइ एकदमै इन्जोयफुल भइरहेको छ। यस्तो अचम्म देखिरहनु भएको छ। अब मम्मी यहाँ ड्याडी मम्मीले रोक्नुहुन्छ होला सायद। हाम्रो यात्रामा यहाँ ड्याडी मम्मी यहाँ चाहिँ स्टेसनमा ल्याइपुग्नु भएको छ यति बेला र हाम्रो चाहिँ यात्रा अगाडि बढिरहेको छ। स्पिड कुदाउनु भएको छ। यहाँ रोक्दै स्टेसनहरूमा यात्रुहरू ओह्राल्दै झार्दै, पैसा लिनु पनि परेको छैन, केही नि परेको छैन। रमाइलो गर्दै अगाडि बढिरहनु भएको छ र हाम्रो यात्रा यहाँ सकिएको छ। ट्रेनलाई चाहिँ पठाइदिनु भयो। हामी यहाँबाट झरिसकेका छौँ। आज हाम्रो बिल्कुल नयाँ ठाउँमा छ हाम्रो घुमाइ र हामी चाहिँ यहाँबाट लिफ्ट प्रयोग गर्ने भनेर लिफ्टबाट तल झरेर अगाडि आइपुगेका छौँ र हाम्रो चाहिँ यहाँ आइपुगेपछि हाम्रो साइडमा चाहिँ घुम्ने ठाउँहरू छ यहाँनिर र हाम्रो चाहिँ यो क्रममा चाहिँ अलिकति केही खाएर आउँ, ब्रेकफास्ट जस्तो गरौँ भनेर हामी चाहिँ खानाको खोजीमा रेस्टुरेन्टको खोजी गरिरहेका छौँ। यति बेला अग्ला अग्ला घरहरू हेर्दै दायाँ बायाँ रमाइलो गर्दै हेर्दै घुम्दै अगाडि बढ्दै क्रममा हामी चाहिँ एउटा नयाँ रेस्टुरेन्ट भेट्यौँ। रेस्टुरेन्ट पनि एकदमै भिडभाड रहेछ। यहाँ हेर्न सकिन्छ। रेस्टुरेन्ट चाहिँ 4-5वटा र खाने ठाउँ चाहिँ सबैको एकै ठाउँमा बनाएको रहेछ र सबै हामीले चाहिँ दाइहरूले ल्याएर खाएर पनि सकिसकेका छौँ यति बेला र हामी चाहिँ अगाडि बढिरहेका छौँ। अब हाम्रो फर्किएर नयाँ ठाउँ, आज बिल्कुल नयाँ ठाउँमा घुम्न आएका छौँ। यहाँ देख्न सक्नुहुन्छ घुम्दै हामी चाहिँ अब हाम्रो
नयाँ ठाउँ हो, यो चाहिँ बिल्कुल नयाँ ठाउँ। हामी लाइनमा छौँ, लाइनबाट यहाँ चाहिँ हाम्रो केही जानकारी दिइरहेको छ यहाँनिर र हामी अगाडि बढ्यौँ। यहाँ चाहिँ अँध्यारो रहेछ, पुरै अँध्यारो बाटो, लाइटहरू चाहिँ देख्न नपाइने। यहाँ पानीको झरना रहेछ भित्र, पानी टेक्दै कुद्दै हामी अगाडि बढिरह्यौँ, जुत्ता खोलेर अगाडि बढ्यौँ र हाम्रो चाहिँ लाइटिङ हेर्न सक्नुहुन्छ यहाँनिर। यो बिचमा यो ठाउँमा आउनको लागि हामीले चाहिँ धेरै कुराहरू चाहिँ पार गरेर आइपुगेका छौँ। अँध्यारो कारण भएको कारणले गर्दाखेरि हजुरहरूलाई चाहिँ भिडियोमा म देखाउन सकिनँ। यहाँ हेर्न सक्नुहुन्छ पानी चाहिँ जुत्ता खोलेर पानीमा कुल्चिँदै अगाडि बढ्दै पानीको उसमा अगाडि आउँदै टावेलले खुट्टा पुछेर अगाडि आएका थियौँ। र यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदमै इन्जोयफुल। हाम्रो मम्मी चाहिँ एकदमै खुसी देख्न सक्नुहुन्छ। यहाँ ड्याडी पनि एकदम खुसी, पछाडि बुवा पनि उहाँ अघि पानीबाट आउँदाखेरि खुट्टा चिसा भएको खुट्टा पुछ्दै हुनुहुन्छ। र बेला बेला यो ठाउँमा चाहिँ हेर्नुहोस् एकदमै रङ्गी बिरङ्गी लाइटहरू यस्तो देख्न सकिन्छ कि यो ठाउँमा, जुन ठाउँमा हामी चाहिँ अहिले भएको ठाउँ छ, यो ठाउँ हेर्न सक्नुहुन्छ कि तपाईँले लाइटिङ हुन्छ। तल सिसा छ, तल हेरेर सिसा मान्छे देख्न सकिन्छ, माथि हेरेर माथि पनि सिसा देख्न सकिन्छ। बत्तीहरू यस्तो झिलिमिली रङ्गी बिरङ्गी, उति बेला अँध्यारो हुनसक्छ, उति बेला उज्यालो हुन्छ, मान्छे छ छैन नि थाहा हुँदैन कति बेला। र बाटो पनि भित्रबाट लाइटिङको बिचबाट बाटो बनाएर अगाडि बढिरहेको रहेछ। यहाँनिर यस्तो रमाइलो रहेछ कि बिल्कुलै माइन्ड फ्रेस बनाउने। मान्छेहरूलाई चाहिँ यो ठाउँमा आइसकेपछि के हुँदो रहेछ भने तपाईँको कुनै पनि बाहिरको कुनै वातावरण, कुनै पनि याद नहुने क्षण यहाँ चाहिँ हामीले महसुस गर्न सकिन्छ। बाहिर चाहिँ कुनै पनि हामीलाई यादै हुँदैन कुन ठाउँमा आएको छौँ, दुनियाँ नै अर्कै लाग्दो रहेछ। यहाँनिर माइन्ड ब्लोइङ गराउने, हामीलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ। सबैजना रमाउनु भएको छ, फोटो खिच्नु भएको छ, भिडियो गर्नुभएको छ। देख्न सक्नुहुन्छ हजुरहरूले पनि केही महसुस गर्न सक्नुहुन्छ। एकदम रमाइलो क्षण यहाँ चाहिँ हामी बिताइरहेका छौँ। दाइ भाउजू पनि रमाइरहनु भएको छ, ड्याडी मम्मी पनि अगाडि बढिरहनु भएको छ। हाम्रो चाहिँ यो ठाउँबाट हामी चाहिँ नयाँ डेस्टिनेसन अगाडि बढिरहेका छौँ। अँध्यारो छ सबै, हल्का अगाडि बढ्ने क्रममा चाहिँ लाइट मात्र देखिन्छ, खुट्टाले मात्र अनुभव गर्न सकिने। र हामी चाहिँ नयाँ ठाउँमा, बुवाले चाहिँ फोटो खिचिरहनु भएको छ पुरै सलमान खान स्टाइलमा, र यता भाउजू र हाम्रो ड्याडी मम्मीले पनि सँगै यहाँनिर पोज दिएर फोटो खिच्ने कुरो गर्नुभएको छ। यहाँनिर यहाँ ड्याडी मम्मी पनि फोटो खिच्ने क्रममा चाहिँ रङ्गी बिरङ्गी लाइटहरू, ठुला बलहरू देख्न सकिन्छ। बलै बलको रुम हो यहाँनिर, कहिले रातो बोल्छ, कहिले निलो बोल्छ, कहिले रातो बोल्छ। रङ्गी बिरङ्गी तरिकाले लाइटहरू बल्दै सबैजना इन्जोय गर्दै रमाइलो गर्दै यहाँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् रमाइलो गर्दै यो ठाउँबाट पनि हामी चाहिँ अगाडि बढ्यौँ। दुईवटा चाहिँ हाम्रो पार गरेर नयाँ ठाउँबाट आएका छौँ। फेरि यो ठाउँ हेर्न सक्नुहुन्छ। फेरि यहाँनिर चाहिँ यो खेल चाहिँ एकदमै रमाइलो हुँदो रहेछ। यो चाहिँ माथि कट्ने हो, ड्याडी चाहिँ खेलिरहनु भएको छ यति बेला है, हजुरहरूले देख्न सक्नुहुन्छ। ड्याडीले चाहिँ इन्जोय गरिरहनु भएको छ। नयाँ गेम एकदमै कठिन, सगरमाथा चढे जस्तै कठिन हुनसक्छ यो चाहिँ। जो कोही झ्याप्प चढ्नलाई गाह्रै हुन्छ जस्तो लाग्छ मलाई। म पनि यहाँ खेलेँ भर्खरै, एकदम रमाइलो भयो। र हाम्रो मम्मीले पनि खेल्न नसकिने म नि एकछिन फोटो खिच्छु भनेर भिडियो गर्नुभयो। र सँगै हामी फेरि नयाँ अर्को ठाउँ आएका छौँ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ लाइटिङले सर्पहरू, यो छेपाराहरू, भ्यागुताहरू विचित्रै बनाएको रहेछ। यहाँनिर देख्न सकिन्छ एकदमै रमाइलो आनन्द। यो मोमेन्टमा चाहिँ तपाईँको कुनै पनि बाहिरको कुनै केही कुराको पनि याद गर्न कसैले सक्दैन। यति आनन्द आउने ठाउँ छ यहाँनिर चाहिँ। तपाईँ यो ठाउँमा आइहाल्नु भयो भने तपाईँले बाहिरको कुरा केही सोध्छु भनेर सोध्न नसक्ने जस्तो यस्तो बनाइदिएको छ यहाँनिर चाहिँ। जति बाहिर कुरा लिन्छु भने पनि लिन सकिँदैन, त्यस्तो बनाउँदो रहेछ माइन्डलाई चाहिँ। यहाँनिर हरेक कुराहरू के हो, अचम्म के देख्न सकिँदो रहेछ यहाँनिर। मैले यसमा धेरै भिडियोहरू चाहिँ तपाईँहरूलाई देखाउन सकेको छैन, तैपनि यो भित्र चाहिँ एकदमै धेरै रमाइलो देख्न सकिन्छ। हाम्रो मम्मी चाहिँ यहाँ अब यहाँ नयाँ जादु खेल्नुभयो र चाहिँ अब फोटो खिच्ने रहर गर्नुभएको छ। फेरि हाम्रो बुवाले फोटो खिच्दै हुनुहुन्छ र हाम्रो चाहिँ फेरि अर्को नयाँ ठाउँमा आयौँ। यो नयाँ ठाउँमा आउने क्रममा हाम्रो मम्मी ड्याडीले के बनाउँदै हुनुहुन्छ यो यहाँ यस्तो अचम्म बन्दो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू। र हाम्रो यात्रा यहाँबाट फेरि फर्केर अर्को ठाउँमा गएका छौँ। यहाँ देख्न सक्नुहुन्छ ठुलो जङ्गल भएको ठाउँ छ यहाँनिर, यहाँ देख्न सकिन्छ। यहाँ हेर्नुहोस् जङ्गल जनावरहरू, किसिमका जङ्गलमा हात्ती देख्न सकिन्छ हामीले। यहाँ हेर्नुहोस्, यहाँ तपाईँले जति देख्नुहुन्छ त्यो देखे भन्दा धेरै नै
अचम्म देख्न सकिन्छ। हामी चाहिँ यहाँ प्रत्यक्ष देख्दाखेरि चाहिँ यो अनुभव चाहिँ प्रत्यक्ष देख्दाखेरि नै हामीले बढी इन्जोय गर्न सकिन्छ। जति भिडियोमा हामीले देखिन्छ त्यसभन्दा धेरै नै रमाइलो छ यो ठाउँमा, देख्न सकिन्छ। तपाईहरुले हल्का केही फिल पनि गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, जनावरहरू, ठुला ठुला जनावरहरू हिँडेको आफ्नै अगाडि हिँडेको देख्न सकिन्छ। यो झरना देख्न सकिन्छ। झरनामा हाम्रो ड्याडीले चाहिँ भिडियो गर्ने रहर गर्नुभयो। ड्याडी मम्मी, फेरि मम्मी पनि आउनुभयो यो सँगै। ल हेर्न सक्नुहुन्छ, रमाउनु भएको छ, एकदमै रमाउनु भएको छ, हाँसिरहनु भएको छ। यहाँनिर एकदम खुसी हुनुहुन्छ, देख्न सकिन्छ हामीले। सँगै बुवा, ड्याडी, मम्मी पनि ल देख्न सक्नुहुन्छ। हेर्नुहोस्, एकदमै झरना झरिरहेको छ, जनावरहरू हिँडिरहेका छन्, कलकल झरना बगिरहेको देख्न नि सकिन्छ। हामी यहाँ देख्न सक्नुहुन्छ जनावरहरू साइडमा यसरी बसिरहेका छन्। यहाँ चाहिँ हेर्नु ब्वाँसो पनि देख्न सकिन्छ, ब्वाँसो अगाडि बढिरहेको छ। ल हेर्नु जनावरहरू हिँडेको देख्न सकिन्छ। यो लाइटिङले गर्दाखेरि हामीले चाहिँ धेरै एकदमै राम्रो भिडियोमा देख्न नसके पनि प्रत्यक्ष हेर्दाखेरि एकदमै जङ्गलमा आएको अनुभव गर्न सकिन्छ। हामी यहाँ चाहिँ यो चाहिँ अँध्यारोमा बनाएको देख्न सकिन्छ। माछाहरू खेलिरहेका छन्, जङ्गलहरू देख्न सकिन्छ। यो चाहिँ प्राकृतिक जङ्गल नभएर कृत्रिम जङ्गल हो। यहाँ मानिसहरूको भिडभाड एकदमै धेरै देख्न सकिन्छ। यो ठाउँमा चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। ल हेर्नु, बाघहरू दौडिरहेका छन्, भागिरहेका छन् र हामी त्यो ठाउँबाट चाहिँ निस्किएर अर्को ठाउँमा आइपुगेका छौँ। यति बेला यो ठाउँमा चाहिँ ड्याडी मम्मीले चाहिँ फोटो खिच्ने रहर गर्नुभयो र दाइ भाउजूले पनि फोटो खिचिदिनु भयो र बुवाले पनि हेरिरहनु भएको छ यताबाट। र हाम्रो चाहिँ यो ठाउँमा चाहिँ ठाउँ चाहिँ के हो यो भन्ने पत्ता लगाउन सकिँदैन, तर एकदमै राम्रो देखिन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ के राखेको, यो चाहिँ पुरै शङ्ख जस्ता छन्, के हुने ठुला ठुला छन्। र हामी चाहिँ एकदम रमाइलो ठाउँमा आइपुगेका छौँ यति बेला। आहा, यो ठाउँ त तपाईँहरूले चाहिँ यो यति रमाइलो, यति राम्रो छ यो ठाउँमा। आहा, एकदम लोभलाग्दो दृश्यहरू देख्न सकिन्छ। यहाँनिर फुलहरू न जमिनबाट निस्केको छ, न आकाशतिर कुनै ठाउँमा पनि केही नभएर यत्तिकै झुन्डिएर फुलहरू, ओरिजिनल फुलहरू हेर्नु देख्न सक्नुहुन्छ हजुरहरूले। एकदमै रमाइलो, यति रमाइलो छ कि ल हेर्नु, फुलहरू फुलिरहेको छन्। हजुरहरूलाई यो डुप्लिकेट हो जस्तो लाग्न सक्छ, तर यो चाहिँ एकदमै ओरिजिनल फुल हो। हेर्न सक्नुहुन्छ एकदमै फुलहरू चाहिँ न जमिनमा छैन, तल चाहिँ पुरै सिसा छ, तर माथि पनि आकाश नै हो। तर बिचमा चाहिँ कसरी राखेको छ यो अचम्म लाग्दो दृश्यहरू। हामी चाहिँ अचम्मित भइरहेका छौँ, कसरी बनाएको होला यो भन्दै हुनुहुन्छ यता ड्याडीले। ल हेर्न सक्नुहुन्छ, यति रङ्गी बिरङ्गी फुलहरूको बिचमा सबैजना एकदमै रमाएका छन्। फोटोहरू, भिडियोहरू बनाइरहनु भएको छ सबैजनाहरू, यहाँ देख्न सकिन्छ। तपाईँलाई मैले यसमा चाहिँ कुनै बयानै गर्न सक्दिनँ, यति सुन्दर छ कि तपाईँले हल्का गेस गर्न सक्नुहुन्छ होला। यहाँ देख्न सक्नुहुन्छ सिसाले बनाएको छ। यहाँनिर ड्याडी मम्मीहरू मक्ख परिरहनु भएको छ। साइडमा देख्न सक्नुहुन्छ हजुरहरूले, यहाँ देख्न सक्नुहुन्छ पुरै सिसाबाट एकजना मान्छे कति धेरै देख्न सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू। सँगै हामी फेरि चाहिँ घुमेर हामी सबैभन्दा रमाइलो क्षण फेरि फुलमै आइपुगेका छौँ। फुलमा देख्न सक्नुहुन्छ, ल हेर्नुहोस्, एकदमै हेरेरै दङ्ग पर्ने। बुवा पनि फुलहरू हेरिरहनु भएको छ, रमाइरहनु भएको छ। सबैजना आफ्नै तरिकाले हेरिरहनु भएको छ, घुमिरहनु भएको छ। यहाँ देख्न सकिन्छ यति रमाइलो, यति रमणीय ठाउँ छ। यहाँनिर फुलहरू मात्रै छ, माथि झुनिएको छ, तल सिसा छ। तल र माथिको सिसाको रिफ्लेक्सनमा माथिको फुल तल आउँदा एकदमै इन्जोयफुल, आनन्द आउने। तपाईँहरूले यो पनि गेस गर्न सक्नुहुन्छ कि मानिसको अनुहारमा देखेर कति रमाइलो छ होला भन्ने कुरा त्यहाँबाट नि महसुस गर्न सक्नुहुन्छ। देख्न सकिन्छ यति रमाइलो छ। हामी चाहिँ 5 ठाउँबाट अगाडि बढिरहेको, 5वटा हेरेर अगाडि बढिरहेका छौँ। हामी चाहिँ यसमा चाहिँ एकदमै लास्ट चाहिँ
एकदमै रमाइलो भइरहेको छ यति बेला। यहाँ मम्मीहरू फुलहरू छुँदै स्पर्श गर्दै यो कसरी बनेको होला भन्दै ड्याडीले चाहिँ यहाँ हेरिरहनु भएको छ। बुवाले पनि यो अचम्मै भयो, यो कसरी बनायो होला, यो त एकदमै नौलो कुरो भयो भन्ने कुरा गरिरहनु भएको छ यहाँनिर। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले फुलहरू। हाम्रो मम्मी चाहिँ ड्याडी एकदमै रमाउनु भएको छ, यति रमाइलो हुनुभएको छ कि ल हेर्न सक्नुहुन्छ हजुरहरू। यहाँ तपाईँहरूले भिडियो देखेर पनि हल्का गेस गर्न सक्नुहुन्छ कि यति रमाइलो, यति रमाउनु भएको छ भन्ने कुराहरू। ओरिजिनल फुलहरू हो यो चाहिँ। हेर्दाखेरि जति डुप्लिकेट देखिए पनि यो चाहिँ हाम्रो चाहिँ ओरिजिनलै नै हो। यहाँ तपाईँहरूलाई चाहिँ यसबाट देखाउन पनि अलि गाह्रो नै भयो। ओरिजिनल हो भनेर तपाईँहरूलाई पत्याउनलाई चाहिँ हामी प्रत्यक्ष यहीँ नै भएको भएर तपाईँहरूलाई चाहिँ यो भन्न मात्र सकिन्छ। हामी रङ्गी बिरङ्गीहरू छन् फुलहरू पनि यहाँ देख्न सकिन्छ। अचम्मले तरिकाले हेर्न सकिन्छ कसरी भयो होला भन्दै ड्याडी मम्मीहरू रमाउनु भएको छ यहाँनिर। हाम्रो आजको यात्रा एकदमै रमाइलो भइरहेको छ। दाइ भाउजू उता भिडियो गरेर टिकटक बनाएर आउँदै हुनुहुन्छ होला सायद, रमाइलो गर्नुभएको छ। यहाँ मम्मीले चाहिँ राज दाइलाई यो के कसरी यस्तो भयो, यो कसरी हो भन्दै प्रश्न गरिरहनु भएको छ होला सायद, गरिरहनु भएको छ अहिले चाहिँ। हेर्न सक्नुहुन्छ हजुरहरू यस्तो रमाइलो छ कि यहाँ स्पर्श गर्दै रमाइलो गर्दै हाम्रो यात्रा चाहिँ एकदमै अगाडि बढिरहेको छ। सबैभन्दा हामी चाहिँ आज चाहिँ अलि बढी नै यो ठाउँमा चाहिँ भुल्ने मौका पाएका छौँ। पाउनु पनि किनभने उज्यालो ठाउँ भएको कारणले गर्दा हामी यो ठाउँमा भुलिरहेका छौँ। भित्र अरू ठाउँमा चाहिँ हल्का अँध्यारो कारणले गर्दा हामी चाहिँ त्यहाँ धेरै भिडियोहरू गर्न पाएनौँ, गरिएन पनि। र यो ठाउँमा चाहिँ हेर्न सक्नुहुन्छ भलाकुसारी गर्दै ड्याडी मम्मी म भएर यो कसरी बन्यो र यो अचम्म लाग्दो के कसरी बनायो, यो त डुप्लिकेट हो भन्दै हुन्थ्यो ड्याडीले भने। यो चाहिँ होइन भनेर हामी चाहिँ म चाहिँ ड्याडीलाई यो भनिदिइरहेको छु। यो चाहिँ ओरिजिनल हो भनेर चिमटेर त्यसलाई चाहिँ मैले ड्याडीलाई चाहिँ चोपै निकालिदिएँ, त्यही नाकमा सुँगाइदिएँ। हो रहेछ भनेर फेरि पत्याइरहनु भएको छ बुवा ड्याडी पनि। यहाँ देख्न सक्नुहुन्छ हामी यहाँ यहीँ बसेर आनन्द लिइरहेका छौँ सब फुलहरू हेर्दै। यहाँको छुट्टै रमाइलो वातावरण छ। यहाँ बस्दाखेरि छुट्टै भाइब्स आउँछ हामीहरूलाई। हजुरहरू देख्न सक्नुहुन्छ रमाइलो भइरहेको छ। हाम्रो मम्मीको फेसबाट नि थाहा हुन्छ कि कति रमाइलो छ यहाँनिर भन्ने कुराहरू देख्न सकिन्छ। यहाँ हाम्रो चाहिँ यात्राहरू अगाडि बढिरहेको छ। सबै आफ्नो धुनमा नतमस्तक हुनुहुन्छ। ड्याडीले चाहिँ अब जाम धेरै भुलेर नि हुँदैन यहाँ भन्दै हुन्छ मम्मी चाहिँ मान्दै मान्नु भएको छैन। यही बसौँ यति राम्रो छ भन्दै हुनुहुन्छ। मम्मीलाई छोड्नै मन लागेको छैन यो ठाउँ। तैपनि अब के गर्नु, सधैँभरि बसेर नि भएन, यही ठाउँमा एकै ठाउँमा निस्किनुपर्छ भन्ने भएर निस्किएका छौँ। यहाँबाट चाहिँ हामी बाई बाई गरेरै अगाडि बढियो र हाम्रो यात्रा चाहिँ यहाँ आजको चाहिँ मेन छोडेर ठाउँ चाहिँ देखाऊँ, यो ठाउँमा कहाँ आयो भनेर ड्याडीले पनि ठाउँको नाम चाहिँ देखाउनु पऱ्यो भनेर फोटो खिच्ने भिडियो गर्ने गरिरहेका छौँ। र यही ठाउँमा आएका छौँ हामी आज चाहिँ। आजको यात्रा चाहिँ एकदमै रमाइलो साथ अगाडि बढ्यो र हामी चाहिँ फेरि फर्किने निर्णय गऱ्यौँ। फर्किएसँगै हामी चाहिँ अगाडि बढ्दैछौँ। अगाडि बढ्दा हामी चाहिँ फर्किँदाखेरि फेरि त्यही ट्रेनमा चढ्ने निर्णय गऱ्यौँ र हाम्रो यात्रा चाहिँ आजको यात्रा अगाडि बढिरहेको छ। र आज सकिएसँगै हामी चाहिँ ड्राइभर बिनाको ट्रेनमा फर्कियौँ। फेरि नयाँ अर्को दिन अर्को ठाउँमा जाने निर्णयसँगै हामी चाहिँ अब अगाडि बढ्दै घर फर्किने तर्खरमा छौँ। र हल्का सबैलाई चाहिँ भोक लागेको कारणले गर्दा केही खाने कुरा गर्दै हामी अगाडि बढ्यौँ। र हामी सबैजना त्यहाँबाटको यात्रा सकिएसँगै हाम्रो यात्रा खाना खाइसकेपछि सबैजना बिदा
बिदाई भएका छौँ। योसँगै सबैजना मिठो मानी खाँदै सबै रमाइलो गर्दै नयाँ ठाउँको अनुभव गर्दै हामी सबैजना यो ठाउँबाट बिदा भएर सबैजना घर फर्किएका छौँ। सबै आफ्नो रमाइलो इन्जोय साटासाट गर्दै आजको दिनको यात्रा हाम्रो सकिएको छ। आज पनि एकदम रमाइलो भयो, नयाँ ठाउँको अनुभव गर्न पाइयो। सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद। नयाँ भएको कारणले अब आफूले जाने अनुसारको म पनि भिडियोहरू बनाइरहेको छु। खासै राम्रो त छैन, नयाँ मात्र भएको कारणले गर्दा जे जस्तो भए पनि तपाईहरूलाई इन्जोय गराएको छु। नयाँ भएको कारण जस्तो भए पनि राम्रो मानिदिएर हेर्नु होला। कुनै कमी कमजोरी नराम्रो भए माफी माग्दै बिदा हुन्छु। सबैलाई धन्यवाद, नमस्कार, जय होस्।